iPhone. iPhone 17 Pro Max gift for Hero 13 Black guys dual screen मा iPhone 17 Pro Max. साथीहरु iPhone 17 Pro Max. वाउ मलाई मन पर्ने कलर ओरेन्ज कलरमा. वाउ गाइज यो अनबक्सिङ हुनेवाला छ एकछिनमा. यो चाहिँ आज चाहिँ मेरो साथीहरु धेरै टाढाबाट पुर्याएको सामान आइसक्यो रुकुम भन्ने ठाउँमा हैन. मेरो घर मेरो हातमा पुग्छ अब केही छिनमा. गाडी ल्याइदिएको छ अनि दाङबाट काठमाडौँबाट दाङबाट यता रुकुम आएको छ आज चाहिँ सामान. त्यो सामान चाहिँ म रिसिभ गर्नको लागि जाँदै छु यो ठाउँमा यहाँनिर एकान्त भन्ने ठाउँमा. अनि त्यहाँ गएर चाहिँ त्यो वाउ मेरो हुन्छ नि सपना हो क्या. त्यो चाहिँ मेरो ड्रिम हो. ड्रिम चाहिँ हुन्छ नि आज कम्प्लिट भएको छ. अनि त्यो ड्रिमलाई क्याच गर्नुको लागि म जाँदैछु. यति खुसी छु कि साथीहरू पुरै साथी. अनि के हो त्यो सामान के हो कस्तो हो सबै देखाउनेवाला छु. भिडियो अन्त्यसम्म हेरिदिनु होला. त्यो सामानलाई अनबक्सिङ पनि गर्नेवाला छु कस्तो छ के छ. वाउ अनि गाडी पनि अब एकछिन आउँछु भनिरहेको छ. यहाँ छ अरे सिमली पुगिसक्यो अरे. अब चाहिँ त्यहाँबाट आउँछसम्म मैले चाहिँ यो एकान्त भन्ने ठाउँमा चाहिँ कुरेर बस्नुपर्ने हुन्छ चट्ट तरिकाले. अनि यति खुसी छु साथीहरू हेर्नलाई चाहिँ तपाईँले फुल भिडियो वाच गरिदिनुपर्छ एकचोटि चट्ट तरिकाले. अनि यस्तो लोकेसनमा छु. मेरो घर चाहिँ त्यतातिर हो. मेरो घर चाहिँ म त्यहाँबाट हिँड्दै यहाँसम्म आएको छु. अनि गाडी चाहिँ एकछिन आउँछ चट्ट. थ्याङ्क यू पनि एकछिनमा भन्नेवाला छु क्या. यति धेरै हुन्छ नि एक्सपेन्सिभ हुन्छ नि सामान हो. चट्ट म यति खुसी छु. मेरो मम्मी नि खुसी हुनुहुन्छ. र अब चाहिँ सामान त्यो गाडी आएपछि फ्याट देखाउनेवाला छु. सामान चाहिँ घर गएर अनबक्सिङ गर्नेवाला छु मेरो मम्मीसँग गएर. ल साथीहरू गाडी आइसक्यो चट्ट. वाउ वाउ मेरो सामान ल्याएको गाडी चाहिँ आइसक्यो. बाहिर जाने हो. ओहो गाडी यही गाडीमा आएको छ मेरो सामान चाहिँ चट्ट तरिका. ल साथीहरू मेरो सामान चाहिँ यही हो चट्ट. अनि यहाँ थ्याङ्क यू वेलकम भन्नुबाट हौ. ल के भन्छ साँझ भाडा पनि उति बेला दिउँला है मेरो. ल कति हालिदिने अरे. ल भाइ साथीहरू अब चाहिँ मेरो सामान घर गएर अनबक्सिङ हुन्छ. यो चाहिँ एकदम हुन्छ नि युएसएदेखि पठाएको सामान हो. यति सामान हो. अनि यो सामान चाहिँ अब हाम्रो घर गएर अनबक्सिङ हुन्छ. ल सी भिडियो अन्त्यसम्म हेरिदिनु होला अनि माया देखाइदिनु होला. हो ल अब चाहिँ हामी घर गएर भेट्नु. यो सामान ल्याएर म चाहिँ घर पुगिसकेँ. अब चाहिँ घरमा गएर मेरो मम्मी र म मिलेर अनबक्सिङ गर्छौँ चट्ट एकदम. दुम्सोले कि कुरै छाडिदिउँ साथीहरू होइन. मम्मी चाहिँ यहाँ हुनुहुन्छ. अनि हाम्रो सामान चाहिँ पुगिसकेको छ हाम्रो घरमा होम टाउनमा. हेर सामान चट्ट सामान चाहिँ हामी एकदम खुसी छौँ. अब चाहिँ हाम्रो अनबक्सिङ हुन्छ एकछिनमा. अनि चट्ट हेर्नु होला. अब चाहिँ अनबक्सिङ गराउने ठाउँ गराउँदैछु. आज मेरो परिवारमा मेरो वर्षौको सपना पुरा भएको छ. सो हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु माई न्यू डे न्यू भिडियो. आशा छ तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला. म पनि एकदम सन्चै आरामै छु. अनि आजको भिडियो चाहिँ एकदमै खतरा हुनेवाला छ. किनकि म हुन्छ नि लाइफकै फर्स्ट टाइम यति खुसी भयो होला कि यति खुसी छु कि कुरै जाथ्यौँ. किनकि मेरो दाइले युएसएबाट चाहिँ मलाई यत्रो सामान गिफ्ट गर्नु भएको छ. यो भित्र के छ अनि देखाउनेवाला छु. अब चाहिँ यो सामान चाहिँ अनबक्सिङ हुनेवाला छ. अनि मेरो मम्मीले चाहिँ अनबक्सिङ गर्नु हुनेवाला छ होइन. मेरो मम्मी पनि एकदमै खुसी हुनुहुन्छ किनकि यो सामान यो भित्र धेरै खतरा खजना जस्तो सामान छ क्या. अनि अब चाहिँ हामी लेट्स सी अनबक्सिङ गर्दैछु. अनि एकदमै थ्याङ्क यू भन्न चाहन्छु मेरो दाइलाई अनि मेरो भिनाजु ओम प्रकाश भिनाजु अनि मेरो आयुष दाइलाई. कति थ्याङ्क यू भनिदेऊ न. थ्याङ्क यू मेरो छोरालाई. अनि मेरो छोरालाई हामी चाहिँ अब अनबक्सिङ गर्दै जाँदैछु. अनि तपाईँ पनि खोल्नु म नि खोल्छु सँगै. ल चट्ट यो सामान चाहिँ अनबक्सिङ हुँदैछ चट्ट तरिकाले. चिर्दिउँ यहाँ बाटो खोलौँ के पठाउनु भएको छ. आई डोन्ट बिलिभ यार गाइज म हेर्न आत्तिसकेँ एकदमै. बाटोमा ल्याउँदाखेरि पनि कति बेला खोलौँला के गरौँला भन्नु भएको थियो. अझै मेरो मम्मीले खोल्दै हुनुहुन्छ. अनि मेरो मम्मीलाई पनि म गिफ्ट दिनेवाला छु त्यही मलाई पठाएको सामानहरू. अनि हेर्दै हुनु होला हेर्दै गर्नु होला के रहेछ यो भित्र खजाना. खजाना त भन्यो अमृत केसीले के रहेछ खजाना भन्नको लागि हेरिदिनु होला. अनि अब चाहिँ हुन्छ नि एकछिनमा भन्छु कसको छ रे कसको एकदम चट्ट साथीहरू मेरो सामान चाहिँ यो छ एकदम खजना. यो चाहिँ मेरो किबोर्ड हो होइन. पहिलेदेखि यो चाहिँ काठमाडौँ रहेको सामान हो. यो चाहिँ उही मैले मेरै सामान हो. यो चाहिँ काठमाडौँ थियो. यो सामान चाहिँ यतै राखौँ यो साइडमा राखौँ. यो सामान चाहिँ यता राखौँ. अनि मेरो खजाना भने पनि अनि महँगो माल भने पनि माल यही भित्र छ साथीहरू. माल यो भित्र छ साथीहरू. के छ सी माल
माल हेर्नको लागि रेडी अनि रेडी कताबाट है कताबाट हो यता घुमा न सामान कहाँ छ यतापट्टि छ त्यसलाई घुमा न पहिला दे मम्मीले खोल्नुहुन्छ ल खसना एडी एक पहिले नाम गाउनु होला है रोल क्यामेरा अब उड हल्का यस्तै नउड्नु रोल यसरी फर्काउनु होला है रोल क्यामेरा एक्सन ओइ गाइस यो के हो के यस्तो यो के सामान हो आइफोन 17 प्रो म्याक्स ओ गिफ्ट आइफोन 17 प्रो म्याक्स समात्नु त एकछिन आइफोन 17 प्रो म्याक्स साथीहरु आइफोन 17 प्रो म्याक्स वाउ मलाई मन पर्ने कलर ओरेन्ज कलरमा वाउ गाइज यो अनबक्सिङ हुनेवाला छ एकछिनमा यो चाहिँ अनबक्सिङ अनि मलाई मन पर्ने गोप्रो हिरो 13 ब्ल्याक गाइज वाह गाइज यति खुसी छु कि थ्यांक यू भिनाज यार थ्यांक यू एकदमै माया छ मेरो भिनाजलाई अनि मेरो दाइलाई त्यहाँबाट युएसए बाट सामान पठाउन एकदमै गाह्रो हुन्छ नि त अनि मेरो यो सामान ल्याइदिने नेपालसम्म ल्याइदिने एकदमै दाइ हुनुहुन्छ हेल्पफुल दाइ हुनु रहेछ उहाँलाई पनि एकदमै धन्यवाद भन्न चाहन्छु अनि यो यो चाहिँ गोप्रोको सबै सामानहरु यो चाहिँ गोप्रो हिरो 13 ब्ल्याक हो यो चाहिँ यी गोप्रो डुअल स्क्रिन वाला यता 3 स्क्रिन उता 3 स्क्रिन वाला यो हो एउटा चाहिँ खजाना मेरो अनि यसको गोप्रोको सामानहरु अनि यो चाहिँ ब्याट्रीहरु चाहिँ यसमा एसेसरिजहरु छ गोप्रोको अनि यामा चाहिँ टन्नै एसेसरिज रहेछ के गोप्रोको अनि अनबक्सिङ भइसक्यो अनि यो गोप्रोको स्ट्यान्ड भयो अनि यसरी माथि तानेर अनि हुन्छ नि युज गर्ने अनि भ्लगहरु खतरा आउँछ अब चाहिँ गाइस अब यो पछि बाइक पनि किन्नुपर्छ अनि यो चाहिँ आइफोन 17 प्रो म्याक्स को चाहिँ ओइ खस यार आइफोन 17 प्रो म्याक्स को चाहिँ यो चाहिँ कभर हो मोबाइल कभर अनि यहाँ चाहिँ अरु यो चाहिँ माउन्टेन चेस्ट माउन्टेन हो कि के हो खै यो यहाँ चाहिँ लगाएर अनि ब्लगहरु गर्ने हो यो चाहिँ चेस्ट माउन्टेन होला अनि यहाँ चाहिँ घडी छैन अनि यो चाहिँ गोप्रोको सामानहरु हो के हो युज गर्न पनि आउन खासै मलाई त अनि यो चाहिँ एकछिनमा युज गर्नेवाला छु अनि यो चाहिँ वाटर केस हो यो चाहिँ अहिले चाहिँ चट्टै यो चाहिँ गोप्रोको वाटरप्रुफ केस म चाहिँ पानी भित्र गएर पनि भिडियो गराउनेवाला छु गाइस हेर्दै गर्नु होला भिडियोहरु मेरो खतरा आउनेवाला छ अनि अरु के छ यो चाहिँ यो के हो थाहा छैन मलाई चाहिँ अनि यो पनि त्यस्तै होला यो गोप्रो नै अडाउनेवाला हो अनि यो चाहिँ यो सबै सामानहरु यता राखम अनि यो चाहिँ सबै एसेसरिजहरु चाहिँ यो चाहिँ आइफोन 17 प्रो म्याक्स को चाहिँ आई ग्लास यहाँनिरको ग्लास हो यो चाहिँ अनि यो पनि त्यही रहेछ दुईवटा रहेछ बे खै गोप्रोको हो कि आइफोनको हो आइफोनकै होला सायद अनि गोप्रोको सामानहरु गोप्रोको चाहिँ यो हो है गोप्रो प्याकेट यार गोप्रो समाउन त हाम्रो चाहिँ नेपालमा पुगिसक्यो गोप्रो यार हिरो 13 ब्ल्याक गाइस यस्तो छ अनि कति खुसी हुन्छ मेरो मम्मीले कति खुसी हुन्छ म नि कति खुसी छु पुरै साथी अनि यसलाई चाहिँ यस्तो साइड गरेर अनि गोप्रो यहाँनिर राखौँ गोप्रो अनि गोप्रोको एसेसरिज अनि अलि यता राखौँ अनि सामान भएर त देखाउनु पर्यो हेर्नुस् गाइसहरु चट्ट लाएर त्यति टाढाबाट पठाएको सामान थ्यांक यू पनि भन्नै पर्यो अब चाहिँ हुनेवाला छ एकदमै माल खजना लास्टमा चाहिँ मैले आइफोन 17 प्रो म्याक्स अनबक्सिङ गर्नेवाला छु भनेको थिएँ साथीहरु अब चाहिँ अनबक्सिङ हुनेवाला छ कसरी हुनेवाला छ भनेपछि एडी एक तपाईँ पनि मेरो मम्मीले गर्नुहुन्छ यहाँबाट यसरी रेडी 1 2 3 ओ आइफोन मम्मी आइफोन गाइस माय ड्रीम गाइस यसरी थ्यांक यू यार टेक इट ओइ आइफोन कति खुसी हुन्छ बा मम्मी मेरो आइफोन यार छोरालाई जन्म दिन पनि मेरो छोराले यतिकै खुसी गराएको आज फेरि खुसी थपिसक्यो हाम्रो खुसी यति खुसी छम कि दाइ हैन एकदम मेरो बिग रेस्पेक्ट दाइ अनि त्यहाँ मेरो ठुलो छोरो जन्मिना दिन पनि मलाई यति खुसी थियो यस्तो आइफोन भडाइदिनु यस्तो गाइस 3 आके आइफोन चलाउन मलाई धेरै डर थियो थन त मसँग आइफोन थियो अनि आइफोन 11 थियो मैले चाहिँ त्यो आइफोन चाहिँ सेकेन्ड ह्यान्डमा किनेको थिएँ अहिलेसम्म चाहिँ त्यसले भिडियोहरु गराउने जुगाडहरु गरेको थिएँ अनि अब चाहिँ गोप्रो पनि लिएको छु गोप्रो हिरो 13 ब्ल्याक अनि यो आइफोन 17 प्रो म्याक्स 1 TB को हो अनि यो पनि लिइसके मैले अब चाहिँ भिडियोहरु एकदमै खतरा आउनेवाला छ अनि सब्स्क्राइब गर्नु भएको छ भने सब्स्क्राइब गरिदिनु होला सब्स्क्राइब गरिदिनु भन्नु त अमृत केसीलाई अनि यसरी यो आइफोन चाहिँ यसरी खुल्छ अब चट्ट तरिकाले आइफोन 17 प्रो म्याक्स अनबक्सिङ गाइस शट वाउ आइफोन अब चाहिँ एकछिनमा खोल्छु मैले आइफोनको कभर यहाँ रहेछ अनि आइफोनमा कसम अखा छ यार गाइस आइफोन हेर्नु न कसम यसको चाहिँ लोगो देखिदिरो हैन छ के यो लोगो अनि मैले चाहिँ हुन्छ नि लाइभमा यस्तो आइफोन चलाउँछु भनेर हुन्छ नि नट सोचेको पनि थिएन देखे पनि थिएन के मैले सपना पनि देखेको थिएन तर मेरो दाइले पुरा गर्यो मोबाइल चलाउने सपनामा थियौ हामी टिकटिकला मोबाइल चलाइरा थियौ
अनि एकदमै माया दिनु हो मेरो दाइले चाहिँ। अनि कसम गाइस खतरा छ कि आइफोन 17 प्रो म्याक्स। अनि यो चाहिँ म चलाउनु नि आउनु होला सायद मलाई खासै। अनि यसरी चाहिँ कभर सभर हालेर यसो कसो छ गाइस, कभर ठिक छ कि नै भनिदिनु पर्यो एकचोटि चट्टो तरिकाले। अनि कभर कस्तो छ, अनि यहाँ कभरको बाहिर युज गर्ने यो यहाँ आई ग्लास भन्छ के भन्छ खै मलाई थाहा छैन। अनि म आएम हुन्छ नि सक्ड यार गाइस, त्यति टाढाबाट यस्तो राम्रो सामान पठाइदिनु भएको छ आइफोन 17 प्रो यहाँ म्याक्स। पुर्याइदिनु हुने त्यहाँ भाइलाई पनि एकदम धन्यवाद दिन चाहन्छु। यत्रो सामान यति महँगो सामान कस्तो सुरक्षितका साथ पठाइदिनु, कति इमानदार हुनुहुनेछ उहाँको। कसम I'm shocked guys. What all यार? iPhone 17 Pro Max gift for my brother. मेरो ब्रदरले चाहिँ त्यहाँबाट iPhone 17 Pro Max for GoPro Hero 13 Black guys dual screen मा। अनि ब्लगहरु यहीबाट गराउने वाला छु। हेलो गाइस, वेलकम ब्याक टु माय च्यानल। आई न्यू भिडियो यसैबाट भन्ने वाला छु। अनि न्यू अपडेटहरु तपाईलाई यतैबाट दिने वाला छु। अनि मेरो मम्मीलाई पनि ब्लग गर्न सिकाउने वाला छु। अब यसरी समात्नु त, यसरी अनि ब्लग गर्न सिकाउने वाला छु मेरो मम्मीलाई पनि। अनि हामी चाहिँ अब दुई हुन्छ नि मेरो मम्मीको मेरो भिडियो चाहिँ एकदमै खतरा आउने वाला छ। अब एकदम हुन्छ नि युट्युबतिर फेसबुकतिर सबैतिर आउने वाला छ। सबैले माया गरिदिनु भएको छ, अझै पनि माया गरिदिनु होला। अनि अब चाहिँ खतरा हुन्छ नि, क्यामेरा ल्याएर खतरा बनाउने भन्ने त हुँदैन, तै पनि हामीले चाहिँ क्वालिटीमा हुन्छ नि भिडियोको क्वालिटीमा एकदमै सुधार ल्याउने वाला छौँ। अनि एकदमै हुन्छ नि कथाहरू पनि एकदम खतरा हुन्छ क्या। हाम्रो स्टोरी भिडियोको स्टोरी पनि एकदम हुन्छ नि मान्छेलाई टच गरोस् क्या, दिलमा टच गरोस्। अनि चट्ट यो आइफोनबाट अनि खिच्नेवाला छौँ। अनि एकदमै धन्यवाद दिन चाहन्छु त्यति टाढाबाट यति सामान पठाइदिनु भयो मेरो दादा, अनि आइसकेटी दादा अनि मेरो भिनाजु एकदमै सपोर्टेड हुनुहुन्छ कि अब भाइले के गर्छ भनेर। अनि त्यति टाढाबाट यस्तो सामान पठाइदिनु धेरै ठुलो। अनि ड्रोन पनि पठाइदिन्छु भन्नुभएको थियो। ड्रोन चाहिँ मैले आफै स्ट्रगल गरेर आफै मेहनत गरेर ड्रोन बाइकहरू किन्नेवाला छु। अनि मेहनत गर्दैछु अनि सफल हुन बाँकी नै छ। अनि बाउले छोडेर गए पनि हामी एकदम बाउको नाम राख्न जन्मेका छोरा हुँ। अनि मेरो आमा पनि हुनुहुन्छ, मेरो आमाले एकदमै सपोर्ट दिनुहुन्छ। मेरो आमा गड, मेरो आमा चाहिँ मेरो लागि भगवान हो। मेरो बाउ पनि हो, मेरो आमा पनि हो, एउटै हो। अनि मेरो आमा कति खुसी हुनुहुन्छ कुरो साथी, यो चाहिँ आमा आँसु झार्नु मेरो मम्मीले के चाहिँ खुसीको आँसु हो, खुसीको आँसु। आइफोन 17 अब चाहिँ यसलाई ओपन गर्छु है, कस्तो देखिँदो रहेछ फोन। यस्तो आइफोन ओपन भए देखेँ कि नै टाढाबाट छ। अनि क्यामेराम्यान मान्छे चाहिँ कोही थिएनन् खिच्ने, त्यही भएर चाहिँ यस्तो हो आइफोन चट्ट। अनि ओपन गरेर अनि के छ भित्र गराउनु पर्ने, अनि गराउँछु मैले चाहिँ। अनि अब भिडियोहरू यहीबाट आउनेवाला छ, सबैले हेरिदिनु होला, माया देखाइदिनु होला चट्ट तरिकाले। अनि मेरो सामानहरू चाहिँ यही हो, आइफोन अनि गोप्रोहरू। अनि यो चाहिँ सेल्फी स्टिक चाहिँ मैले पहिले किनेको थिएँ। अनि मलाई खुसी लाग्यो यो आइफोन यसरी पाउँदाखेरि। त्यही हो गाइस, यस्तो आइफोन मैले सोचे पनि थिएन कहिले पाउँछु भनेर। थ्याङ्क यू। अनि एकदमै धन्यवाद छ मेरो दादालाई। मेरो चप्पल अनि मेरो छोरो जाने बेला चप्पल लाइन गयो, अहिले यत्रो सामान यत्रो चप्पल लाएर गएर यत्रो सामान किन्नु भनेको ठुलो कुरा हो। ल माया छ सबैलाई। अनि ब्लगहरू भिडियोहरू यहीबाट आउनेवाला छ, सबैले हेरिदिनु होला, माया देखाइदिनु होला चट्ट तरिकाले। अनि आजको अनबक्सिङ चाहिँ सबै भइसक्यो, गोप्रो पनि भइसक्यो। अनि भिडियोहरू कस्तो आउँछ, क्वालिटी कस्तो आउँछ, के छ भनेर म चाहिँ अर्को भिडियोमा दिनेवाला छु। अनि आइफोनको फोटो पनि खिचेको छैन, कस्तो के गर्नुपर्छ भित्र के गराउनु पर्छ होला, सायद प्याटर्न पनि रहेछ। ल प्याटर्न के राख्नु भएको छ भिनाजलाई सोध्नुपर्छ एकचोटि। अनि यसमा चाहिँ प्याटर्न राख्नु हुँदो रहेछ अलरेडी। अनि आइफोन यस्तो छ होइन, कस्तो हुँदो रहेछ डोन्ट अन्डरस्ट्यान्ड गाइज, पहिले प्याटर्न हान्नु पर्दो रहेछ। आइफोन चलाउन पाइयो त्यही छ खुसी। अनि आइफोन 17 प्रो म्याक्स हुन्छ नि लेटेस्ट कम्पनी हो नि त, अहिलेको लेटेस्ट भर्जन हो यो चाहिँ। ल माया छ सबैलाई। अनि ब्लग अहिलेसम्म हेरिदिनु भयो, थ्याङ्क यू सो मच। अनि